खुडेधार कैलाशपति महादेव गुफा मकनपुर गढी गाउँपालिका 8 बुढीचौर सुडेधार लो लागौँ है त अब गन्तव्यतर्फ यो कैलाशपति महादेव गुफा। अब यहाँबाट जाने यहाँबाट छिर्नु पर्यो अब घोप्टो परेर जुत्ता सुत्ता खोल्ने होला होइन लिएर जाने कुरो भन। अब यहाँबाट गुफा भर्मन टाउको फेरि टुक्केला भन्नु के हो राम 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 पुरै चेप्टै छ त यहाँ त माथि उल्लु जस्तै देखिँदो रहेछ यहाँ फेरि भगवान् कुन हेर ढुङ्गा चाहिँ यहाँको अनि पानी यस्तो ओहो ढुङ्गा चाहिँ हो क्या त्यही हो र होइन माथि हो नि यता आइज अगाडि यता आइज म अगाडि छिर्छु राइट त्यहाँबाट आयो यस्तो छ ढुङ्गा पुरै हाँसको यो नेचुरल हेर नेचुरल ढुङ्गा पानीहरू चुइया छ यहाँबाट भजनको दर्शन गर्न देऊ अनि यहाँबाट राइट पापलाई नाश गर लो प्रभु लो परमेश्वर चिर चिर भाइ जस्तो चेप्टो छ है चाहिँ पुरै 1300 परेर छिर्नु पर्ने रहेछ लौ परमेश्वर अड्केला भनेर नि यस्तो रहेछ बाटो यता पातो छिर्न सक्दैन भन्छन् लौ परमेश्वर होइन है बरेसरी म त धर्माथि नै हो है गर्न खोज्या यता देखा न अनि तेरो दाजुलाई चाहिँ सडे चस्मा लाएर के देखा ल आउनु आउनु चस्मा नलाउनु पर्ने छ छिरो छिरो बरेसरी गणेशै रहेछन् नि पुरै ओहो हो यही हो मन्दिर अनि अनि ठुलो छ ठाउँ भने होइन ए तल हेर्नु न अम्मा गणेश क्या पुरै गणेश ठुलो त होइन यत्रै रहेछ तर कोटी कोटी नमन छ परमेश्वरी आशीर्वाद मेरो चाहिँ होइन पुरै त हात्तीको सुँड जस्तै छ क्या बद्ध रहेछ त्यसै नहेर क्या भक्लको झर्ला होइन बजाउने बच्चा भन्थ्यो यस्तो भयो त नेचुरल चिज पुरै यहाँ त गणेशको उस जस्तै छ अनि यो बजाउन नि मिल्दो रहेछ टक्क हात्तीको टाउको जस्तै पनि सब शङ्ख चाहिँ जस्तो रहेछ है पछि थाहा भएको होला है पछि भर्खर ए फेरि यस्तो छ मनका इच्छा पुरा गर्छन् होइन दर्शन गर्न यहीँबाट पूजा गर्दा रहेछ नि पूजा यहीँबाट होला होइन होला होइन यहाँ पूजा गर्दा चाहिँ झर्यो यो यहीँबाट पूजा गर्ने होला हिँड्दा रहेछ नि पाइँदैछ मान्छेको यो हात्तीको सुँड जस्तो है सब हात्तीको सुँड र शङ्खको आकार यो त शङ्खै रहेछ नि के इन्द्रदेवता परे क्या हो यी
सब हेर्दा हात्तीको सुर त्यो छोड चाहिँ यिनीहरूले भन्छ र कस्तो कुरा हात्ती चढाइदिँदैन नि त गणेश छ पुरै यो हात्तीको अनि शिव पार्वती गणेश त भइहाल्यो भनेको शिव छ ल आइज पानी छानिया रहेछ ए भेटी चढाउने यहाँ नि भेटी झिकेर जस्तो लाग्छ हे शिव शङ्कर ल आइज ल है दुई भइसक्यो विष्णु 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 हजुर मेन चाहिँ गणेशकै उस रहेछ है अब लाग्यौँ हामी तेरो बसेरै हुँदैन माथि सेम कानै छ यो फेरि हात्तीको पुरै यस्तो छ यो नाग हो कि भने आइँदैछ यहाँ शिवको मूर्ति यो चाहिँ कान छ यत्रो यहाँ माथि माथि छ हजुर ल यहाँ शिवजीको मूर्ति रहेछ लौ परमेश्वर खोइ यो रुद्राक्ष जस्तै छ पक्नु विदेशीहरू आयो भनेदेखि यो खाने भनेर अनेक खोज्छन् यार यो रुद्राक्षको माला जस्तै यहाँ मूर्ति नै छ शिवजी यो चाहिँ कान जस्तै छ हात्तीको सेम गणेशजीको कान यो चाहिँ फेरि यस्तो डाँट छ निक्लिने त्यहाँ तलबाट ब्याग फर्केर आउनु लौ परमेश्वर मोटो मान्छे त नफेला है